Hi guys. आज हामी चाहिँ पछाडी सामान हेर्नु हैन पहिला अनि त्यसपछि गेस गर्नु के आज हामी चाहिँ कहाँ जान लाग्यो भन्दा We are going camping for 2 days guys 2 night को लागि र I'm so excited कहिलेसम्म गएको छैन हामी दुईजना क्याम्पिङ हाम्रो चाहिँ यो फर्स्ट टुर हो हैन आफ्नो बुढाबुढीको तर यसरी क्याम्पिङ खास हाम्रो गाइज हाम्रो चाहिँ गोजलीमै खाएर उता हिँड्ने बेला हुन आयो एकछिनमा टक्क हामी हिँड्छौँ अब सामान किन्यौँ पानी किन्यौँ यहाँ बार्बिक्यूको पुरै सामान किनेर चारकोलहरू वाइन रामदेवको कस्तो रामदेवको क्या लाइक आकाश हेर्नु न आकाश सफा क्या दामी रमाइलो भइरहेको छ त्यहाँ चाहिँ पुल बनाइरहेको रहेछ क्या एउटा दामी पुल मलेको पुल जस्तो के so राम्रो wow कति बेला हो कि खोल्नलाई थ्याङ्क यू बेबी कस्तो निर लाग्यो म त निराइजु पनि गएको छु कस्तो रमाइलो ठाउँ यो चाहिँ हन्टर भ्याली होला है के हो यस्तो कति रमाइलो राम्रो ठाउँ अब मेरो ट्रन चाहिँ ग्यास बाल्ने छ सक्सेसफुल भयो है तिम्रो तपाईहरु देख्न सक्नुहुन्छ हाम्रो उताको टेन्ट सेटअप यता पन्डुले चाहिँ फायर बल्ल निकालेको छ अनि यता चाहिँ हाम्रो आज मोमो पाक्दै छ जुन हामीले एकदमै मेहनत गरेर बनाएको छौं यो कान्छ यो कसरी निकाल्ने एकदम तातो छ एकचोटी निकालेर देखाउँछौ त हो तेल निकाल्नु त्यही वाह ल यो चाहिँ ग्यासबाट हाम्रो मेहनत छैन यति नै Good morning. Good morning. Look at that. स्याउ बनाउने कार्यक्रम छ स्याउमा दुध हाल्नु पर्यो मरे हैन अझ हल्का सुगर हाल्नु पर्यो कति होछ हो आहा कति रमाइलो आगो फुकिछ भन्नु फिक्स हाले चाहिँ भिडियो बनाउनुपर्छ त्यही भिडियो के गर्दैन रेडी छ हाम्रो चाहिँ यहाँ चटपटको लागि आलु सुन्दै हुनुहुन्छ खानुपर्छ चटपटी बच्चाहरूको लागि चिप्लेटीदेखि लिएर यहाँ चाहिँ लेडिज जेन्ट्स टोयलेट सावरदेखि लिएर जुन हामीले बसेको ठाउँ जुन भ्रमण गरियो यो अनुसार तपाईहरुले पनि गर्न सक्नुहुनेछ यो ठुलो छ एकदम पिस धेरै राम्रो छ यस 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 दामी ल यो चाहिँ आजको हाम्रो सेकेन्ड डे डिनरको लागि पुन्टु र म रेडी भइसकेका छौं जसमा तपाईहरु देख्न सक्नुहुन्छ चिकन भेजिटेबल आइटम्स सम ड्रिंक्स
त्यसपछि गएर पुन्टुले यता बार्बिक्यूको लागि सक्नुहुन्छ। यो सेन्ट क्लियर्स एकदम रमणीय ठाउँ जहाँ चाहिँ धेरै मान्छेहरू अवलोकन गर्ने गर्छन् र हामी पनि यो ठाउँमा एकपटक आइपुगेका छौँ अहिले, जुन तपाईँहरू हेरेर साथ दिनुहोला भन्ने अपेक्षा गरेका छौँ। धन्यवाद। एकचोटि घुम्न कान्छ घुम ल। दामी है। फोइल ल भन्नु त। एल्युमिनियम फोइल हालेको छ नि त। बनेन त्यो एल्युमिनियम फोइलले पोल्यो क्या। त्यो चाहिँ पोर्क है, कस्तो मजा लाग्यो बलेछ त। त्यसपछि गएर सबै देखाउनु भइसक्यो अघि। अघि त मसरुमहरू छ यहाँ। त्यसमा त त्यो राख्नुपर्ने मासु हाल्छु। बुढोहरूले खान्छ। क्रुजर निकाल्यो? के निकाल्नु? क्रुजर क्रुजरले नि काटिसक्यो त। काटिसक्यो? काटेर हैन, आएन के। मुखले निकाल्नु। मुखले? गाँसे निकाल्छु नि। के बाटो छ के मान्छे, यो मान्छे चाहिँ मैले अहिलेसम्म निकाल्दैन मेरो दाँत कमजोर छ नि त। होइन तिमीलाई थाहा छ नि। कसरी निकाल्छ नि आएँ त मेरै गर्छ नि त्यसरी मैले यहाँ निकाल्छु आउँछ घुमाउनु ए भएन ल चाहिँ चियर्स गरौँ ये थका ला रहे हैं क्या मैं जाओ Hi Steve. How are you? Let's come. Sorry? How's for dinner? No, we're cooking stuff anyway. No, but Jen's cooking. We're cooking salmon. you can just try. Yeah, please. Can't because Jen's she's cooking at the moment. We have to because the barbecue on and we're cooking. Very much. We will just try. So we might come over in a bit. Please come. All right? Yeah. Is it all right? Wait, no, you eat first. Eat. दाइहरू हाम्रो नर्मल दाउरा सबै भयो बिहार जान्छ नि आज ऊ त्यो मुढा हालौँ ठुलो
मुडा हाल हाल मुडा कोइला चाहिन्छ होला कोइला गरम पनि भयो अनि आउँछ नि एकछिनमा त्यो त्यहाँ हालिदेऊ तर हाल्नु चाहिँ हो त्यसरी अब भयो छोडिदेऊ आउनु त तिमी आऊ यार तिमी नै भयो तिनीहरूलाई दुईवटा मात्र दियो हुन्छ होला दाउरा किन हामी यहाँ तल कता हो यसरी हाल्दिनु दाउरा किन हामीलाई होइन हाला पुरै उही राति 10-11-12 बजीसम्म बस्नु खरा Turn it down, Jen. यति हामी खाने पोत त्यस्तो गर्नु अब राख्नु यो फेरि तपाईँ खाइदिनु लक्ष्मीनारायण यसमा राखिदिनु पर्यो है यसमा तातो खान्छ अब मेन्यु गर्दा ब्रोकली कसरी पकाउनु त भन्नु होला मैले यत्रो इस्यु चाहिँ पुरै भर्नुपर्छ क्या भर्छु क्या नहाल्छु न हालै बडा मन लागेर चाहिँ अहिले लेखिदिँदै चाहिँ बढ्यो आज चाहिँ मलाई अब तिमीलाई क्या तिमी रमाइ भयो जनिदियो अन्त जस्तो गरेको छैन नि जस्तो गरेर बनाउने कता खाने कुरो चाहिँ चाँडो हो खाना पऱ्यो उयो आज नडराउला प्लिज डराउँदैन कि किन डराउनु कस्तो लाग्यो तिमी आजको यो कस्तो लाग्यो मलाई एकदम मलाई है अचानक है सबैलाई वाउ फेरि बिस्तारै ल यहाँ यतापट्टि छ हाम्रो खानेकुराहरू मासुको आइटम ब्रोकलीहरू छ त्यहाँ चाहिँ मकै पाकिरहेको छ ब्रोकली अनि there you go the cook आदि त पकाएर खाइसक्यो अन्त टक्क यता मन लागिरह ल हाम्रो फेन कस्तोसँग देखाउँछु ल भित्र अहिले पनि झन् यस्तो खोलेर गऱ्यो होइन This is our video guys हामी भिडियो अघि बनाएर गइसक्यो हम कस्तो मस्तो सुत्नुपर्छ अनि हम This is what it looks like so comfortable ल यो चाहिँ हाम्रो फाइनल डे घर जान लागेको 10 बजे चेकआउट गर्नुपर्ने छ अनि ल प्याकिङ हुँदैछ हाम्रो चाहिँ पुरै हामी भिजिरहेको थियो कि हाम्रो सबै यो टेन्टहरू सब भिजेको थियो नि अहिले चाहिँ पुरै सुकाएर एकछिनमा अनि टक्क आगोमा चिया खायौँ ऊ त्यहाँ लडिरहेको छ अनि भयो होइन So this is the view you guys look at that oh my god जाने मन छैन जान लागेको घर बाई बाई
रहेछ यो ठाउँ चाहिँ आउने पनि ठाउँ रहेछ ल टक्क घुम्नलाई हाम्रो गेट बुम नम्बर थाहा छ 1747 No, 4957 should be है ल है त ट्राई गरौँ लेट्स ट्राई Let's दैट try है त मिल्दैन तिमी त भिडियो गर 174957 has key. Yes, ल you're right. Yes. Thank you very much. Bye. Thank you, We had a good St. time. Clair's. Thank you. Thank you so much. Bye.